नमस्कार साथीहरू। आजको यस भिडियोमा हामी कुरा गर्न गइरहेका छौँ नेपाली शेयर बजार सम्बन्धी नवीनतम अपडेटहरू लिएर पुनः उपस्थित भएका छौँ। आजको छलफल विशेष रूपमा चैत्र महिनामा निष्कासन हुन लागेका आइपिओहरूको बारेमा केन्द्रित हुनेछ। कुन कुन कम्पनीका आइपिओहरू आउँदैछन्, तिनीहरूका आवेदन मिति, साधारण लगानीकर्ताका लागि उपलब्ध किता, फरेन इम्प्लोइमेन्टहरूका लागि छुट्याइएका शेयरहरू लगायत जानकारी आजको विषयवस्तुमा समेटिएका छन्। साथै प्योर एनर्जी लिमिटेडको फरेन इम्प्लोइमेन्टहरूका लागि आइपिओ बाँडफाँड मिति घोषणा भइसकेछ, जसबारे विस्तृत रूपमा हामी जानकारी प्रदान गर्न गइरहेका छौँ। तपाईहरू यो भिडियोलाई अन्तिमसम्म हेरिदिनुहोला। आज हामी विशेष रूपमा विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेडका एफपिओ बारे चर्चा गर्नेछौँ। यस कम्पनीका एफपिओको सेयर सेकेन्डरी मार्केटमा निकै लोकप्रिय रहेको छ, जसले गर्दा यसको शेयर मूल्य करिब 3100 रुपैयाँमा कारोबार भइरहेको छ। यदि तपाईलाई 10 किता परेमा हालको बजार मूल्य अनुसार 31,000 रुपैयाँसम्म आम्दानी हुन सक्नेछ। कम्पनीको माइक्रो फाइनेन्स क्षेत्रसँग सम्बन्धित रहेको छ र यसले कुल 51,29,000 रुपैयाँ बराबरको एफपिओको निष्कासन गर्न लागेछ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंक लिमिटेड रहेको छ। एफपिओमा आवेदन दिन चैत्र 21 गतेदेखि चैत्र 26 गतेसम्मको समय सीमा तोकिएको छ, जसका लागि नजिकैको बैंक वा मेरो शेयर वेबसाइट प्रयोग गर्न सक्नुहुन्छ। अब विन नेपाल लघु वित्तको वित्तीय अवस्थाबारे कुरा गर्दछौँ। हाल यसको एफपिएस माइनस 31 रुपैयाँ 74 पैसा रहेको छ। बुक भ्यालु करिब 100 रुपैयाँ छ। कम्पनीको बजार मूल्य गत बिहिबार 3100 रुपैयाँमा कारोबार भएको थियो, जसको उच्चतम मूल्य 429 रुपैयाँ र न्यूनतम मूल्य 150 रुपैयाँसम्म पुगेको थियो। लगानीकर्ताहरूले दीर्घकालीन सोच राखेर कम्पनीमा आवेदन दिन सक्नेछन्। त्यसैगरी जेनेरल पब्लिकका लागि आउन लागेका अर्को महत्त्वपूर्ण आइपिओको हामी कुरा गर्न गइरहेछौँ, जसको नाम हो प्योर एनर्जी लिमिटेड हो। त्यसैगरी जेनेरल पब्लिकका लागि आउन लागेको अर्को महत्त्वपूर्ण आइपिओ भनेको प्योर एनर्जी लिमिटेड हो। सोलर प्लान्ट सञ्चालन गर्न यो कम्पनी बाङ्के जिल्ला रैनापुर खजुरे गाउँपालिकाका अवस्थित छन्। कम्पनीले हाल विद्युतीय प्राधिकरणलाई सोलरबाट उत्पादित बिजुली बिक्री गरिरहेको छ। प्योर एनर्जी 1 र प्योर एनर्जी 2 गरी दुईटा प्लान्ट सञ्चालन छन्, जसले कुल 20 मेगावाट बराबरको बिजुली उत्पादन गर्दछन्। यस कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेड रहेको छ। 80 करोड रुपैयाँको चुक्ता पुँजी रहेको यस कम्पनीले 20% बराबरको आइपिओ निष्कासन गर्दैछ, जसले कुल मूल्य 16 करोड रुपैयाँ हुनेछ। कम्पनीले 16 लाख किता सेयर जारी गर्नेछन्, जसमा स्थानीय बासिन्दाका लागि 10% छुट्याइएको थियो। स्थानीयका लागि जारी आइपिओ बन्द भइसकेको छ, जसमा 1,60,000 किता छुट्याइएको थियो। अब हामी बाँकी रहेको 14,40,000 किता मध्ये 10% फरेन इम्प्लोइमेन्टहरूका लागि छुट्याइएको छ। प्योर एनर्जी लिमिटेड बाँडफाँड प्रक्रिया हामीले यो भिडियो हाल्नेसम्म भइसकेको हुनेछ र त्यसको मिति घोषणाहरू आउन बाँकी नै छ। फरेन इम्प्लोइमेन्टहरूका लागि अर्को महत्त्वपूर्ण आइपिओ सान्वी इनर्जी लिमिटेड हो। 88 करोड रुपैयाँको चुक्ता पुँजी रहेको यस कम्पनीले फरेन इम्प्लोइमेन्टहरूका लागि अर्को महत्त्वपूर्ण आइपिओ सान्वी इनर्जी लिमिटेड हो। 88 करोड रुपैयाँको चुक्ता पुँजी रहेको यस कम्पनीले 43.07% सेयर जारी गर्ने योजना बनाएको छ, जसको कुल मूल्य 37 करोड 10 लाख रुपैयाँ हुनेछ। कम्पनीले 37,10,000 किता सेयर जारी गर्नेछ। सान्वी इनर्जी लिमिटेड जलविद्युतीय क्षेत्रसँग सम्बन्धित कम्पनी हो, जसको जोगमाई खोला सानो जलविद्युतीय आयोजना 7.6 मेगावाट र सान्वी इनर्जी लिमिटेड जल विद्युतीय क्षेत्रसँग सम्बन्धित कम्पनी हो, जसले जोगमाई खोला सानो जलविद्युतीय आयोजना 7.6 मेगावाट र जोगमाई क्यास्केड हाइड्रो प्रोजेक्ट 5.2 मेगावाट निर्माण। सान्वी इनर्जी लिमिटेड जल विद्युतीय क्षेत्रसँग सम्बन्धित कम्पनी हो, जसले
जोगमाई खोला सानो जलविद्युतीय आयोजना 7.6 मेगावाट र जोगमाई क्यास्केड हाइड्रो प्रोजेक्ट 5.2 मेगावाट निर्माण गरिरहेको छ। सान्वी इनर्जी लिमिटेडको पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा फरेन इम्प्लोइहरूका लागि आइपिओ जारी गर्नेछ। कम्पनीले भोलि वा आइतबारसम्म आइपिओ मिति घोषणा गर्ने अपेक्षा गरिरहेको छ। फरेन इम्प्लोइहरूका लागि चैत्र महिनामै आवेदन खुल्नेछ, जबकि जेनरल पब्लिकका लागि आइपिओ वैशाख महिना पहिलो हप्ता मात्र खुल्नेछ। अन्त्यमा फरेन इम्प्लोइहरूका लागि र जेनेरल पब्लिक दुवैले नयाँ आइपिओहरूबारे सतर्क रहनुहुन्छ। अन्त्यमा फरेन इम्प्लोइहरू र जेनेरल पब्लिक दुवैले नयाँ आइपिओहरूबारे सतर्क रहनुपर्ने हुन्छ। विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड, प्योर इनर्जी लिमिटेड र सान्वी इनर्जी लिमिटेड कम्पनीहरूका लागि आइपिओमा आवेदन दिने समय सीमा छुटाउन नहुनेछ। नियमित अपडेटहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।